Hello everyone, welcome back to my vlog again. आज चाहिँ हामी जाँदैछौँ साउथ सिक्किम नाम्ची। अर्जेन्ट काम थियो, कुनै अफिसियल कामले गर्दाखेरि हामी चाहिँ जाँदैछ। अन्त यहाँदेखि चाहिँ हामीले टिकट काट्नुपर्छ। हाम्रो चाहिँ बिहान 7 बजीको टिकट थियो। यो राइट साइड कर्नरमा जुन देख्नुहुँदैछ त्यहाँबाट टिकट काट्नुपर्ने रहेछ। म चाहिँ फर्स्ट टाइम आएको थिएँ नि त यो स्ट्यान्डमा। यहाँदेखि वेस्ट पोइन्ट मलको लास्ट फ्लोरमा चाहिँ रहेछ। म चाहिँ फर्स्ट टाइम जाँदै थिएँ यहाँबाट, मलाई थाहा पनि थिएन। सो हामीले यहाँबाट टिकट काट्यौँ 7 बजीको। अन्त यो कर्नरमा चाहिँ हाम्रो साउथको जाने गाडी चाहिँ यताबाट राख्दो रहेछ। अन्त चाहिँ हामी फटाफट टिकट गरेर बिहानै नुहाइ गरेर चाहिँ गएको। त्यसको बाद चाहिँ देख्नुहुँदैछ तपाईँले अलिअलि यहाँ पानी पर्दैछ। त्यस्तो डरलाग्दो चाहिँ परेको छैन, तर पनि कन्टिन्युस पानी चाहिँ 3-4 दिनदेखि नै पर्दै थियो नि त। अब त्यस्तो डरलाग्दो त होइन, तर पनि हल्का पानी चाहिँ परि नै राखेको थियो। त्यसै कारण हामी चाहिँ 2 व्हिलरमा नगएर चाहिँ ट्याक्सी पक्रेर ट्याक्सीमा नै गएको। अलिक चिसै थियो दिन पनि। एक्चुअली मैले यो भिडियो चाहिँ अस्ति नै थियो मेरोमा, तर मैले एडिट गर्नु चाहिँ अलिक टाइम पाएन। किनभने अब तपाईँलाई थाहै छ मेरो कन्टिन्युस चाहिँ म भ्लग हाल्नु सक्दिनँ, किनभने मेरो ड्युटी पनि हुन्छ हो। सो ड्युटी पनि गर्नुपर्छ, 9 आवर्सको जब पनि हुन्छ। सो एभ्री डे त म सेम लगाउनु सक्दिनँ। हामी चाहिँ जाँदैछ अब चाहिँ हो। अलिक वेदर पनि जाडो नै थियो। सो हामी अब चाहिँ यहाँ टोपाखानी आइपुगिसकेको थियो बिहानै हो। यो चाहिँ हो 20 माइलको बाटो। 20 माइलको बाटो चाहिँ एभ्री इयर रेनी सिजनमा चाहिँ यो चाहिँ यस्तो नै हुन्छ। यो देख्न सक्नुहुँदैछ, काम भएकै छ। बाटो पनि भित्केकै है। बिचरा काम गर्नेहरूको लागि पनि हरेस नै हुन्छ। जति नै यो सवारे पनि नसवारिने खालको बाटो छ यो चाहिँ हो। त्यसको बाद चाहिँ हामी फाइनली आइपुग्यो साउथमा एन्ट्री भइसकेको छ हामी हैन। यहाँनिर पनि निकै पानी पर्दैछ कन्टिन्युस। यहाँ त अलिक बेसी नै पानी थियो गान्तोक भन्दा चाहिँ। यस्तो बेसी बाहिर चाहिँ ढुसे लागेको रहेछ हो। पुरै सेतै थियो। त्यसको बाद हामी चाहिँ यहाँनिर सानो एउटा होटल रहेछ, यहाँनिर एकछिन रोकिदिनु भयो ड्राइभरले चाहिँ। सो हामी चाहिँ चिया अर्डर गरेर खाजाहरू खानुको लागि एकछिन रोक्यौँ। हामीले चाहिँ खाजा केही खाएन, किनभने त्यस्तो खाना खाने भोक लाग्ने खालके सिचुएसन थिएन नि त। सो हामीले चाहिँ चिया मात्रै अर्डर गऱ्यौँ। म चाहिँ बिहानै नुहाएर केस पनि कोर्नु भ्याएको थिइनँ नि त। सो अलिकति केस कोरकार गरेर मिलाइसिलाइ गरेर चाहिँ तातो चिया खाएर चाहिँ हामी दुईजना चाहिँ एकछिन वेट गऱ्यौँ सबैको लागि है। अरूले चाहिँ खाजाहरू खानु हुँदै थियो। थुक्पा पनि पाउँदो रहेछ नि त यहाँ। सो चिया पनि एकदम मिठो पाउँदो रहेछ। मेरो चाहिँ हस्बेन्डको हामी उता घर जाँदाखेरि चाहिँ सेम रुट हो नि त यो। सो मैले चाहिँ यस्तो हेर्थेँ कोही बेला, त्यतिखेर त्यस्तो यो स्टार्टिङ पनि भएको थिएन हो। अन्त यो होटल चाहिँ ओपनिङ पनि भएको थिएन होला, सायद कम्प्लिट पनि भएको थिएन। त यहाँ चाहिँ के पाउँछ होला है भनेर चाहिँ मलाई कोही बेला सोच आउँथ्यो हो। सो आज फाइनली गयो पनि, थाहा पनि भयो है यो कस्तो रहेछ। राम्रै रहेछ सबै कुरा। थुक्पाहरू पनि दामी नै थियो। खानु चाहिँ खाएन, तर पनि यसो हेर्दा है सबैजनाले खाँदा चाहिँ राम्रै थियो भन्नुहुँदै थियो। सो चिया पनि एकदमै टेस्टी पाउँदो रहेछ। नेक्स्ट टाइम जाँदा चाहिँ यहाँबाट म फेरि चिया खान्छु हो। सो हामी फेरि हाम्रो काम के को थियो काम है त्यसको तर्फ लाग्यौँ। यहाँबाट फेरि हो पानी चाहिँ एकदमै परि नै राखेको थियो। कति दिनसम्म पर्ने हो भनेर सोचिबसेको हो मैले यो पानी चाहिँ, किनभने यति बेसी तपाईँलाई थाहै छ है। पानी पर्दा चाहिँ साह्रो पर्छ, लुगा नसुकेर चाहिँ साह्रै झिजो हुन्छ हो। त्यही पनि अफिस जानुपर्छ नि त। अफिस जाँदाखेरि लुगा त कन्टिन्यू फेर्नै पर्यो, त्यसलाई धुनै पर्यो है। नसुक्दा फेरि त्यसमै रिस उठ्ने। फेरि गान्तोक जस्तो जग्गामा चाहिँ लुगा चाहिँ सुक्नु अलिक साह्रै पर्दो रहेछ है। सो म चाहिँ त्यही पनि सोच्दै थिएँ क्या भिडियो गर्दाखेरि पनि, यो पानी चाहिँ कहिले
कहिले चाहिँ रोक्ने, मेरो लुगा त्यति बेसी सुकाउनु छ भन्ने सोच्दै भिडियो गर्दै हिँड्दै थिएँ है। यहाँ चाहिँ लालुपातेहरू पनि दामी फुलिरहेको हुन्छ। म पहिला पहिला आउँदा पनि यसो हेर्थेँ कि यहाँ चाहिँ लालुपाते चाहिँ मजाले फुल्दो रहेछ हौ। अस्ति दसैँको टाइममा चाहिँ त्यस्तो थिएन, अहिले फेरि कति दुई तीन हप्ता भएको थियो दिवालीको बाद आउँदाखेरि। अहिले फेरि मजाले फलिरहेको रहेछ, लालुपातेहरू मजाले फुलेको रहेछ। आधी बाटोमा चाहिँ यस्तो अत्याचार फगी लागेको रहेछ कि उताबाट आउने गाडी धरि नदेख्ने, यो कस्तो चाहिँ डरलाग्दो थियो हो। अन्त उताको गाडीले चाहिँ लाइट बालेर आएन भने चाहिँ एकदमै नदेख्ने नि। अब यस्तो डरलाग्दो, अब यो क्यामेरामा त अलिक राम्रो देख्नु भएन होला तपाईहरुले, तर हामीले भिजुअली हेर्दाखेरि चाहिँ अब यो बाटो चाहिँ एकदमै नदेख्ने, उताबाट गाडी आएको छ छैन नदेख्ने, त्यस्तो डरलाग्दो वेदर भएको थियो। फेरि आधीमा चाहिँ क्लियर हो, त्यहाँदेखि फेरि एकैछिनमा फेरि ढुस्स, तपाईहरुले पनि हेर्नु हुँदै होला अलिअलि त यहाँबाट पनि हो। त्यस्तो साह्रो वेदर हुँदो रहेछ यहाँको चाहिँ। यस्तो डरलाग्दोमा चाहिँ म कहिले हिँडेको थिइनँ। फेरि मलाई कस्तो कस्तो पनि हुँदै थियो क्या, डर डर पनि लाग्थ्यो, ला भरे उताबाट आएर ड्याम्मै गाडीले पो हिर्काइदिन्छ कि, किनभने रोड पनि राम्ररी दिएको थिएन हो। त्यसरी भन्दा भन्दा सोच्दा सोच्दा निकै लामो बाटोसम्म नै यस्तै थियो, देख्नु सक्नुहुँदैछ हो। अगाडिकोले लाइटै बालेर आएन भने चाहिँ फेरि गाडी नदेख्ने खालको त्यस्तो डरलाग्दो चाहिँ वेदर थियो। अझै माथि माथि पुग्दाखेरि त हो, मलाई चाहिँ कहिले पुग्ने भइसकेको थियो। यस्तो पानी झरीमा फेरि हिँड्नु पनि त्यस्तो मलाई मजा पनि लाग्दैन हौ, यस्तो वेदरमा हिँड्नु हो। हिँड्नु त गाडीमा बस्नु त ठिकै छ, तर निस्किनु नै मन हुँदैन है। अब सबैजनालाई त त्यस्तो नै हुन्छ होला। सो फाइनली हामी पुग्यो नाम्ची। यो चाहिँ नाम्ची बजारको वकवे रहेछ हो। यहाँदेखि चाहिँ तपाईको डाइरेक्ट उयो पुग्ने रहेछ, तपाईको यो गाडीको स्ट्यान्ड पुग्ने रहेछ हो। सो हामीलाई अलिक ढिलो भयो, सो हामी चाहिँ सोच्यो 3 बजीको, फेरि हाम्रो तुरन्तै 3 बजीको मात्रै गाडी हुँदो रहेछ नि त। त्यसको बाद चाहिँ हुँदैन रहेछ है उता जाने, फेरि गान्तोक जाने। सो हामीले चाहिँ सोच्यो कि अगाडि नै हामी अलरेडी हामी 3 बजीको टिकट काट्छौँ, त्यहाँदेखि हामीलाई 3 घन्टा त लाग्छ होला त्यहाँनिर। सो 3 घन्टा खाजासाजा खाँदा त्यहाँ अफिसियल काम गर्दा ओर्दा त्यसको बाद 3 बजी यहाँ ठिकै हुन्छ भनेर चाहिँ हामीले एडभान्समा यहाँनिर फेरि टिकट काट्नु चाहिँ आइराख्यौँ हो। यहाँनिर मान्छेहरू पनि निकै थियो, सो टिकट काटेर यो चाहिँ हो तपाईँको नाम्ची बजार। यहाँ चाहिँ यस्तो दामी फुल फुलेको रहेछ है, वेदरले पनि फेभरै गरेको होला। चिसो चिसो वेदरमा पानी परिरहेको थियो हो, फुलहरू पनि फुलिरहेको कस्तो मजाको देखेको। यति साह्रो सफा गान्तोक अरे नाम्ची बजार हो। नाम्ची बजार यो चाहिँ म यहाँ पनि म फर्स्ट टाइमै आएको हो, पहिलामा आएको थिइनँ। मेरो जुत्ताको हालत पनि देख्नुभयो होला तपाईँले, यति साह्रो मैला भएको थियो। के भनेर चाहिँ मैले सेतो जुत्ता लगाएको मलाई पनि थाहा छैन हो। सो हामी यहाँबाट चाहिँ छिटो हिँडेर चाहिँ हामी गयौँ। फुलहरू हेर्नुहोस् न, यस्तो दामी फुलेको थियो यहाँ। त्यसको बाद चाहिँ हामी शीतल जोजोकोलाई भेट्नुको लागि गयो। यहाँनिर चाहिँ हाम्रो यो साउथ सिक्किमको डिस्ट्रिक्ट हस्पिटल पनि एकदमै दामी बनाएको रहेछ हो। दामी देखिरहेको थियो, निकै टाढोबाट पनि राम्रो भ्यू देखिरहेको थियो। त्यसको बाद हामी चाहिँ यहाँनिर चाहिँ खाजासाजा खाने भनेर आयौँ। खाना पनि अर्डर गरेको थियो हो। सो खाना पनि 5 मिनटमा आयो। यस्तो तातो खाना थियो, यस्तो दामी थियो खाना पनि हो। सो हामी दुईजनाले त्यहाँदेखि चाहिँ अलिक भोक लागेको थियो नि त, सो हामी दुईजनाले चाहिँ खाना खानु स्टार्ट गऱ्यौँ है। त्यहाँदेखि छिटो खाँदै थियौँ है। मैले चाहिँ खासमा रेकर्ड गर्दै थिएँ खाना खाएको, तर मेरो चाहिँ नाक मात्रै, नाक र मुख मात्रै देखिरहेको रहेछ। त्यहाँदेखि फेरि मैले क्यामेरा चाहिँ अलिकति मिलाएँ, जग्गा पनि अलिक कम्ती नै थियो किनभने टेबल अलिक सानै थियो त।
मेरो ग्लास पनि देख्नु हुँदै होला पानीको तपाईहरुले हो। सो यस्तो बेसी भोक लागेको थियो, एच क्यामेरा स्यामेरा मिलाउँदिन, पहिला खाना खाइहाल्छु भनेर चाहिँ हो। तपाईहरुले खानामा बाफ उडेको पनि देखिरहनु भएको होला हो, एकदम तातो तातो खाना थियो नि त। सो एच क्यामेरा स्यामेरा मिल्दै गर्छ भनेर चाहिँ मैले चाहिँ एकदम खाना खानुतर्फ लाग्यौँ हो। अन्त हामी चाहिँ खाना खाँदै गऱ्यौँ है। शीतल दाजु चाहिँ एकछिन हाम्रो आदि अफिसियल काम गरिदिँदै गर्छु, तिमीले चाहिँ छिटो खाना खाऊ भनेर भन्नुभयो। हामी चाहिँ त्यस कारण चाहिँ छिटो खानासाना खाँदै थियौँ है, किनभने अब ढिलो जति भयो भने हाम्रो चाहिँ अब बस गाडी छुट्टिन्छ नि त। सो हामी चाहिँ फटाफट खाना खायौँ। आज ट्याक्सीमा आएको थियो नि त। सो मलाई चाहिँ एकदमै अप्ठ्यारो भयो चम्चीले खानु, बरु हातले छिटो हुन्छ भनेर चाहिँ म छिटो हात धुनु कुदेर गएर चाहिँ हो। फेरि छिटो आयो नि त, हात धुएर आएर चाहिँ त्यहाँदेखि साह्रै ढिलो हुँदो रहेछ नि त चम्चीले। सो मैले चाहिँ त्यहाँदेखि चाहिँ हातले खाएँ खाना। हातले खाँदा टेस्टिलो पनि हुन्छ हो, अलिक छिटो पनि हुन्छ। सो यहाँको खाना पनि मिठो टेस्टी थियो। सो हामीले चाहिँ छिटो खायौँ, मजाले भोक पनि लागिरहेको थियो हो। सो हामी दुईजनाले मजाले खायौँ हो। हामीले चाहिँ त्यहाँदेखि छिटो खानासाना खाएर त्यहाँदेखि हाम्रो कामसाम सक्यौँ है। धन्न अलिक टाइमिङमा भयो। अन्त चाहिँ हामीले ट्याक्सी पनि अघि टिकट जुन चाहिँ काटेको त्यहाँदेखि हामीले पाएर त्यहाँदेखि चाहिँ ढुक्कै भयो है। ट्याक्सीमा चाहिँ अलिकति टाइम म्यानेजमेन्ट गर्नु चाहिँ अलिक जरुरी नै हुन्छ है। त्यहाँदेखि चाहिँ यो गाडी पनि राम्ररी मेन्टेन गरेर राखेको रहेछ, एकदमै सफा थियो यो गाडी पनि है। त्यहाँदेखि आधी पेसेन्जर चाहिँ आउनु भएको थिएन नि त। सो हामी चाहिँ पेसेन्जरलाई एकछिन वेट गर्दै बस्यौँ है। त्यहाँदेखि सबैजना भेला भएपछि त्यहाँदेखि चाहिँ हामी घरपट्टि निक्ल्यौँ है। त्यहाँदेखि आधी बाटोमा चाहिँ आमा आगुहरू पनि मरौमा जानुभएको थियो नि त। त्यहाँदेखि ठिकै आमाहरूले फोन गरेर भन्नुभयो आधी बाटोदेखि हामीले रिसिभ गर्छ, त्यहाँदेखि हामी सँगै जानुपर्छ। त्यहाँदेखि चाहिँ यो चाहिँ मेरो जुत्ताको हालत हो आजको है। यति बेसी पानी परेर यति बेसी हिलो भएको थियो। त्यहाँदेखि चाहिँ छिटो हामी आगो र आमाहरूसँग घरपट्टि लाग्यौँ, पानी पनि निकै रहेछ हो। सो आजको लागि चाहिँ यति नै। सबैजनाले लाइक कमेन्ट अनि सेयर गरिदिनु नभुलिदिनुहोस् होला है मेरो यो ब्लगमा।